हेलो साथीहरु नमस्कार गुड मर्निङ। आज चाहिँ म जाँदैछु पापोस। मेरो छोरीले चाहिँ दिनदिनै ब्लग हाल्नु भनेर हैरान पारेको छ। आज चाहिँ म जान्छु। अनि बाटोको यात्राहरु कस्तो हुन्छ, आलमारी खुल्लै छ, म रेडी हुनलाई लाथे। ठ्याक्क भिडियो बनाउनु पर्छ भन्ने सम्झना आयो अनि मैले भिडियो बनाउन लाग्यो बाटोको यात्रा। अनि वहाँ पुगेपछि म के गर्छु सबै देखाउँछु, हेर्दै गर्नु होला। म रेडी हुँदैछु साथीहरु पापोस जानको लागि। भए रेडी। मलाई त्यस्तो भिडियोहरु बनाउनै आउँदैन, त्यही पनि ट्राई गरिरहेको छु। बस त्यस्तो धेरै नक्कल पार्दिन। एउटा लिपस्टिक चाहिँ लगाउँछु सधैँ। चाहिँ पापोस जानलाई गाडी कुरिरहेको छु। यो चाहिँ बस पार्क हो अनि चर्च कस्तो राम्रो सिन छ। मलाई बोल्न अलि अप्ठ्यारो लाग्छ, लाज लाग्छ क्या मलाई चाहिँ बोल्नलाई। मैले भिडियो बनाउन लाग्छ कि 7:30 को बस पकड्न गएपछि भेट्नु राम्रो। अरे केही गर्न पाइनँ, भिडियो सिडियो खिच्न पाइनँ, केही पनि गर्न पाइनँ। आज चाहिँ म दोस्रो दिन। कस्तो राम्रो ठाउँ छ बस्नलाई, कस्तो मजाले। हिजो यहाँ बस्यौँ, बारबिक्यू गरेको। हिजो खिच्छु भने त खिचिनँ, बारबिक्यू गरेर कस्तो रमाइलो भएको थियो। कस्तो राम्रो फुल हेर न, त्यहाँ कागती सुन्तला हो कि के हो, यस्तो राम्रो मेवाको रुख पनि रहेछ भाइ। छोरीलाई भिडियो चाहियो अरे, दिनदिनै भ्लग हाल्नु भन्छ, आफूलाई आउँदैन के ठाउँ अरे यो? कोरल बे। मेरो छोरीको लागि बनाएको मैले भिडियो। मलाई यहाँनिर चाहिँ एकदम रमाइलो लाग्छ कि बेलुकामा। यहाँनिर एकदम रमाइलो लाग्छ कि बेलुकामा। यहाँनिर रमाइलो रमाइलो चजरी छ होइन छ। साथीहरु म चाहिँ घर आइपुगेँ। अब बाई बाई भन्ने बेला भयो। यो भिडियो खिचेको चाहिँ 3 दिन भइसक्यो, मैले अपलोड चाहिँ गर्न पाएको छैन। अब चाहिँ आज राख्छु। बाई बाई। मेरो भिडियो हेरिदिनु होला, लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला।